कोही पनि घर बेचेर हस्पिटल खोलेर अनि त्यहाँबाट फेरि कचौरामा भिख मागेर हिँड्ने त कोही पनि हुँदैन नि। अहिले स्तर उन्नतिको लागि के अरे सहरी विकास विभागमा जानुपर्दा त्यहाँ मैले बुझेअनुसार थाहा पाएअनुसार उहाँले हाम्रो 77 को नियममा एउटा अर्कोखेरि भवनको भनेर एउटा दफा तोकेको छ। मैले दफा नम्बर अहिले याद भएन। त्यो दफामा गएर हेर्दाखेरि त्यो अनुसार हुनुपर्ने भनेर लेखेको रहेछ। यहाँ 55 वर्ग मिटर त लेखियो अनि त्यो अनुसार हुनुपर्ने भनेर लेख्दाखेरि त्यहाँ गएर हेर्दाखेरि के देखिएको छ भने 100 बेडको हस्पिटल खोल्नको लागि 30 रोपनी जग्गा चाहिन्छ। अब यहाँ 10 रोपनी पुग्थ्यो त्यहाँ त्यो के हिसाबले गरिएको रहेछ भने मैले त्यो सरस्वती अलिकति पढेको थिएँ मैले। त्यसमा के नेपाल सरकारले अस्पतालहरू खोल्नको लागि योजना बनाउँदाखेरि यति जग्गामा मात्र योजना बनाउने भन्ने कुरो लेखिएको छ। तर भवन विभागले के भन्छ त्यो अनुसार भनेर लेखेको त्यो पुगेन भने हुँदैन। भनेपछि अब काठमाडौँमा 30 रोपनी जग्गा खोजेर हस्पिटल बनाउने हो भने प्रति बेडको बिरामीसँग लिने अब यतिभन्दा लिनु पाइँदैन भन्ने एउटा आधार छ। त्यसो भए त एक दिनको 10,000 चार्ज गर्नुपर्ने हुन्छ। किनभने कोही पनि घर बेचेर हस्पिटल खोलेर अनि त्यहाँबाट फेरि कचौरामा भिख मागेर हिँड्ने त कोही पनि हुँदैन नि।